हेलो नमस्कार सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु साथीहरू। यस्तो घाम लागिरहेछ कि एक्लै अब घाममा पनि यसो बाहिरतिर जाँदैछौँ। बाहिरतिर यस्तो तास खेला पायो भने टाइम पास हुन्छ कि अब त्यति साह्रो साथीभाइहरू पनि छैन, सबैजना विदेशतिर छ। अब यहाँ गाउँघरमा कोही छैन कि सानासानै छ क्या, दसैँको बेला पनि यस्तो कोही केही चलमलै छैन। त्यही भएर म पनि यसो हिँड्दैछु। अब माथि यसो साथी टिमहरू पायो भने अब यसो हल्का फुल्का टाइम पास गर्नलाई तपाईँहरू पनि गाउँ घरमा गएर पुरा खेल्दै होला, जाँदै हुन्छ होला, रमाइलो गर्दै हुन्छ होला। त्यही भएर म पनि जाँदैछु। अब हो बच्चाहरू पुरा नुहाएर बस्यो। लाटै साना सुने या झन् टिम होला तास खेल्ने भनेर आएको त म्यारिज खेल्ने टिम मात्रै रहेछ। आफूले म्यारिज खेलाउँदैन, यसो हल्का फुल्का फरास मात्रै खेल्न जाने हो के गर्नु। त्यही भएर अब तलतिर बस्ने के काम भनेर यसो माथि डाँडातिर हावा खान हिँड्दैछु। यस्तो बाटो चाहिँ ल हेर तल खोला झन् टाइम पास भनेको के को टाइम पास हो यस्तो पाले ए पुरा नरमा त यहाँ पोखरीमा त पानी हालेको त पानी त आज त सब सुकाएछ। आमामा हेर बालो भरेको रहेछ, बालो पुरा बालो भरेर बसेको छ। अनि यस्तो छ। अनि पौडी खेल्न नजाने मान्छे त तल डुब्यो भने त यो बालोमा त यो दलदलमा त फसिन्छ हो। ल तलतिरसम्म यस्तो रहेछ त नि पुरा नहर पोखरी नै सुका रहेछ। त्यही भएर त्यो तल खोला नि त्यत्रो ठुलो आइरहेको रहेछ कि, किनभने अब यता पोखरीमा हालेको सब पानी उ गरेको रहेछ, बन्द गरेको रहेछ। अनि दसैँको बेलामा माछा माऱ्यो भने माछा पाउँछ नि यहाँ त, तर अब खोइ अब यहाँको त कसैलाई थाहै छैन होला। अस्ति त पुरा पानी थियो पोखरी, आज त सुकाइदियो रहेछ। हेर बालुवा पनि पुरा खोला जस्तो देख्ने। अनि यस्तो पारेर राखेछ। अब जाँदैछु एक्लै माथितिर यसो घुम्नलाई। कोठामा मात्रै कति बसिरहनु, लास्टै गर्मी छ यार यतातिर। हिजो त के हो यार, अब चिसो चिसो हुनु पनि अब यहाँ त अब अन्तभन्दा त गर्मी नै हो, गर्मी ठाउँै हो। त्यही भएर नि होला। अब अहिले यस्तो के छ मौसम, भरे कतिखेर दर्किन्छ दरङलाई। पुरा पोखरी नै सुकाएर रहेछ दाजा। यो के नरमा पानी हालेको रहेनछ त। अनि पुरा हेर बालो, यही बालो झिकेर बेच्यो भने नि करोड आउँछ होला हौ, करोड भन्दा नि बढी आउँछ होला यार। यस्तो छ यार। अनि सानो चाहिँ लगाएको रहेछ यताको लागि, उतै साइडबाट। पहिला सिधै एउटा मात्रै थियो, अहिले यसरी बनाएको दुई पाटा। बालो पनि कति हो बालो 8 यार। बालो त टन्नै छ त। पहिला यहाँ भित्र जान पाउँथ्यो, अनि अहिले जाम भनेर आएको त पुरा ताल जग्गा लगाएर राखेको हुँदो रहेछ। उताबाट हो कि कहाँबाट। अब पहिला म यहाँ हुँदाखेरि मलाई थाहा थियो, अनि अहिले कति परिवर्तन नि भइसक्यो। त्यही भएर होला। अब थाहा नभएरमा किन छिटेन। अब यसो उतातिर जान्छु। अनि कति फरक भइसकेको छ। पहिला यो यस्तो के अरे ढलान नै थिएन, यो कच्ची बाटो थियो। अहिले त ढलान साइडमा पुरा फुल रोपेर राखेको रहेछ। अनि धेरै सुविधा भइसक्यो नि, परिवर्तन भइसक्यो। अनि हो त्यो तल अगाडि यो अगाडिको ऊ पनि पनि पहिला त लगाएको थिएन, अहिले त दायाँ बायाँ जाली पनि लगाएको छ। अब लगाउनु नि पर्छ, नलगाए त फेरि यस्तो ठाउँतिर पोखरीतिर अनि छिर्यो भने बच्चाहरू। त्यही भएर यहाँदेखि पानी तानिरहेछ मोटर, माथि डाँडामा पानी नजाने ठाउँतिरलाई होला पुरा। यो घर पनि यहाँ रहेछ हो। पहिला त पहिले यो गल्लो लास्ट ऊ त्यो कच्ची बाटो थियो, अहिले सब ढलान भयो नि, गरेर राखेको रहेछ। एकदम सजिलो नि भयो। ल पोखरी रहेछ, यहाँ पनि माछा त होला है, पुरा माछा। एक्लै माथि अल्छी लागिरहेछ यार। बरु नानी आउने भन्थ्यो मसँग, नानी लिएर आउनु पर्ने रहेछ। काहीँ नभएको म त त्यो फेरि तासेर टिम रहेछ भने म माथितिर जान्न, त्यहीँ मात्रै बस्छु भनेर नलिकन आएको थियो नानी। अहिले त के हो बाहिर पेर बढेर यार, अहिले त धेरै फरक भइसकेको छ त यार, आकाश पातालको फरक भएछ त। हट कस्तो के सबैजना मान्छेहरू जब यसरी खाना चाहिँ यसरी शीतलमा बसेर खाने, तर यसरी फ्याल्ने चाहिँ अलिक भएन कि। अब यहाँ यी मन्दिर पनि बनाएको रहेछ। अब यस्तो चाहिँ गर्न नहुने, अब यस्तो हावा चाहिँ आउने, चिसो ठाउँमा सर आउने कि त्यस्तो ठाउँमा बसेर फोहोर चाहिँ नगरिदिएको हुने भनेर
अब पहिले पुरा सम्म पोखरी थियो यो सबै, अहिले त अनि यहाँबाट यता साइडबाट पानी हाल्दो रहेछ, मलाई थाहा थिएन। अनि ऊ यो बिचको पनि पहिला थिएन नि त, यो पहिला थिएन, यही सिधै उता नै वारका पार पानी नै गइरहन्थ्यो। अहिले त उता यता साइडबाट पानी जाने रहेछ, उता बिचमा पुरा बालुवा परेछ। यो बालुवा झिकिन सफा गर्ने कति लाग्छ होला, कति महिना लाग्छ अब। यस्तो त झिकेर यो बेच्यो भने त पैसा कमाउने भयो। जे होस् चिसो अन्त शीतल हावा आउने ठाउँ रहेछ, सबैजना त्यही भएर यता आएर बस्ने चाहिँ बसेर, तर यस्तो फोहोर गरेर चाहिँ कि हेर त्यहाँ तल पोखरी हेर, यसमा नि माछालाई यहाँ त पौडी खेल्न पानी हुन्थ्यो नि। अब नचिनेको मान्छे यहाँ गएर हाम फाल्नु भएन। अब यहाँको बारेमा थाहै छैन के छ कसो छ बिहारी अर्को ठाउँमा, त्यही भएर हेर्ने बस्ने। नयाँ मान्छे मन्दिर रहेछ यहाँ, हे बर पिपल चौतारी भनेर लेखेको रहेछ भित्र। हेर पुरा अब यहाँ अलि हुन त बनाएर चाहिँ अलिक संरक्षण चाहिँ भएन कि, अलिक फोहोर गरे कि अरूहरूले, त्यस्तो अब नगरिदियो हुन्थ्यो। यस्तै नभएदै यहाँ सानो बच्चाहरूलाई चाहिँ पिङ पनि थाप्न हुने रहेछ यहाँ त। शीतल हावा त आउँछ, शीतल हावा पनि ठाउँ रहेछ पिपल। अब बर पिपल रुखमा कुनै गाउँघरमा कुनै थाप्न मिल्ने ठाउँमा त थाप्छ, यहाँ चाहिँ यो अलिक होचो रहेछ, होचो भने बच्चालाई हुने रहेछ कि, त्यही भएर पुरा यहाँ माथि त शीतल चाहिँ शीतल रहेछ। ल त यार म एक्लै नि अल्छी लाग्यो यहाँ, म त के बसिरहनु, त्यही भएर फेरि म त फर्केँ। अब तलतिर जाँदैछु, अब यहाँ म एक्लै धुमधुम के गरेर भन्नु। उता जुन छिर्न पर्ने ठाउँ भित्र छिर्न पाउने ठाउँ रहेनछ, अहिले तालजा लगाउँदो रहेछ। यही बाटो पनि कच्ची थियो पहिला, यो पनि अहिले त ढलान भयो। ढलान भएपछि एकदम राम्रो भयो कि, अहिले सबै ठाउँमा प्रायः ढलान नै हुन थालिसक्यो कि, यो भएकै राम्रो। यस्तो अब बाटो अप्ठ्यारो बाटोमा पहिला त अब भर्खर केटाहरू ठिटाहरू हुन्थ्यो र टन्नै। अब त्यो बेलामा पहिला त अब तास खेल्ने बेलामा आफूले ठाउँ धरि पाउँदैन थियो, धेरै मान्छे थियो, एउटैमै 14-15जना 10जना त्यत्रो खेल्थ्यो। अहिले त यत्रो मान्छे कोही पनि नहुनेमा साना सुन्ने दिक्क लाग्छ। त्यही भएर ढलान भइरहँला त बाइकहरू रन्किन्छ यार जता पनि, अब पुरै जानु। यो त ढलान भएपछि त यतातिर धान त अलिकति उभा रहेछ, तिहार बछारी खाने बेला हुने रहेछ। हल्छिला जेसीबीसँग रहेछ, केही सिसा पनि रहेछ। माछा पालेर छ यहाँ नि ट्याक्कै आफ्नो घर अगाडि। के हो पहिला त्यो त अलि होचो अग्लै जस्तो लागेको थियो, अहिले त के डाउन गरे जस्तो देखिरहेछ त यो ठाउँ। यो तल पोखरी पनि पुरा, यहाँ तल त रिसोर्ट हो यो मुनि, त्यहाँ गएर दिनभरि स्विमिङ खेलेर बसिनु पर्ने रहेछ कि। अब कोही पनि साथीभाइहरू छैन, त्यहाँ अब यस्तो गोल्फमा त्यहीँ गएर खेलेर बस्नु पर्ने जस्तो। यहाँ तल रिसोर्ट छ कि, त्यही सबैजना यतै तल कोही पारि होला। दसैँको बेला यत्रो दसैँ भनौँ कस्तो यस्तो साना सुने छेट, यसपालिको दसैँ त झुर भयो यार, रमाइलो लागेन। साना सुने छेट अब टाढा फेर जाने होइन, अब यहीँ हो। अब हामी त अब जानुपर्ने, अब हामी त डुल्नुपर्ने, हामी सबै ठाउँमा गइसक्यो। त्यही भएर अब घरमै बसिरहेको। पहिला त उता गाउँ पनि जान्थ्यो, अब यसपालि गाउँमा नि गएन, सिधै यहाँ मात्रै थियो। त्यति साह्रो रमाइलो होइन। अब के हो जहाँ पनि माछा पाल्छ त यार, यता त माछाको खानी नै भयो नि, पुरा माछा त त्यसरी। त्यही भएर यो म्यारिज पनि खेल्न सिक्नुपर्छ क्या, म्यारिज चाहिँ खेलाउँदैन मलाई त, फरास चाहिँ अलिकति हल्का फुल्का आउँछ, त्यही मात्रै अरू खेल्दिनँ। म्यारिज खेल्ने टाइम मात्रै रहेछ बुढापाकाहरू मात्रै। पहिला पहिला डेन्जर चल्थ्यो कि फरास खेल्ने, आमा दिनरात जन्म त झन् रातभरिसम्म खेलेर बस्थ्यो हेट, बिहान उज्यालो हुनुन्जेलसम्म। अहिले त त्यति साह्रो त्यसरी खेलेको छैन यसपालि त, त्यही भएर कति अल्छी च्याउ लाग्यो कि बसिरहनु पर्नु गयो हेट। ल त साथी हो, गाउँतिर गएर नै आयो। अब तपाईँहरूले अब एनएपी भ्लग हेर्नु भएको छैन, हेर्नु र लाइक सेयर र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु भयो साथी हो। अब यस्तै हो, सबैजनालाई दसैँ लागेको छ, त्यही भएर सानासानो कुनै अब टाढा टाढा भयो दाजुभाइहरू जानुभयो होला, त्यही भएर यहाँ कोही पनि छैन कि, साना सुन्ने छ कि गाउँ घरै जाँदा भित्र त लाग्दो सुन्ने लाग्दो। ल त साथी हो, आजको लागि भिडियो यति नै, बाई बाई।